झमक्क साँझ पर्न लाग्यो। एउटा परेवाला देखेँ र घाम डुब्न लागेको रहेछ। उसले आफ्नो जोडीलाई प्रतीक्षा गर्दै थियो, खोइ कहिले आउँछ भनेर। आज पनि यस्तै गर्दै दिनहरू गए। कुलर आएको रहेछ, होटेलमा गएँ। त्यसपछि बिलहरू पनि मैले नै रिसिभ गरेँ। अलि महँगो नै रहेछ, 43,000 को। अनि यतापट्टि काठको काम गर्नेहरूले पनि आफ्नो काठहरूको कामहरूको डिजाइनहरू दिँदै रहेछन्। एकदमै समय लगाउने भयो भनेर भने। अनि चिया पानपछि म चाहिँ आफ्नो कामहरूमा लागेँ। माथि चाहिँ आज सिलिङ लगाउने भनेर दिल्लीबाट स्पेसल कारिगरहरू आएको रहेछन्। अब यो चाहिँ अलि डिफ्रेन्ट खालको सिलिङ लगाउन आएको रहेछन्। यो पत्ती जोडेर 2-3 दिन त यिनीहरूले नै लगाउँछन्, दिनरात गरेर पनि। यिनीहरूले अलि आफ्नै पाराले डिजाइन गरिरहेका थिए। नामसाप केही छैन, त्यतिकै ड्रिल हान्दै आफ्नो हिसाबले नै गरिरहेको थिए। तर उनीहरूलाई अनुभव छ होला त्यो कुरामा, त्यो हामीले भन्न मिल्दैन। यता भने पेन्टवालाले पेन्टहरू अब यो काठहरू लगाइसकेको थियो नि त, काठमा पेन्ट गरिरहेको थियो। यस पछाडि फेरि यसमा सिट लाग्ने अरे। यो चाहिँ एलइडी मिरर रहेछ होइन, सबै यता भने यता बिजुलीको सामानहरू थुप्रै छ के। अब यिनी सामानहरू थन्काउने काम चाहिँ कोल्ड स्टोरमा भएको छ फिलहाल। अब यहाँ लक लाउँछ नि त, अर्थमा अहिलेसम्म लक लाउने साउन्ड पनि बनाएको छैनौँ हामी। दिनभरि सामान यता र उता गर्दा शरीर थाकेको हुन्छ। बेलुकी 5 बजीतिर सबैले चियापान गर्ने कार्यक्रम भयो। दिउँसोमा 3 चोटि चिया पिइन्छ। अलि धेरै नै पिन थालेको छ यता आएर। साँझतिर साउएर आएर आफ्नै भाषामा कुरा गरिरहेका थिए। अब यस्तो भएन, उस्तो भएन, यसरी गर्नुपर्छ भनेर। अब त्यही त हो नि। यो पछाडि चाहिँ फाइनल लुक माथिको सिलिङ हुँदै रहेछ होइन। मैले सोचेको थिएँ अरू जिप्सन टाइलवाला लगाउँछ होला भनेर सोचेको थिएँ, तर यस्तो डिजाइन डिफ्रेन्ट खालको रहेछ। अलि पोस्टको पनि अलि हाई परेको रहेछ होइन। तर यसको साइड लाइटिङहरू भएको छैन। लाइटिङहरू भए चाहिँ राम्रो हुन्छ। रातिको 10 बज्यो, अहिले पनि लाउँदैछ मिस्त्रीहरूले। फेरि अर्को भिडियोमा भेटुनी बाछासहित। आजको लागि भने यति नै गाइज। मेरो च्यानललाई मनपर्छ भने लाइक, सेयर, कमेन्ट गर्न चाहिँ नभुल्नु होला। तपाईँहरूलाई जस्तो सुझाव दिन मन लाग्छ दिनु होला है त।